नेपालको सबभन्दा टप इक्जाम कुन हो? एमबीबीएस, लोकसेवा या आईओई? सत्य सुन्नु भयो भने तपाईँ चिकित्त पर्नुहुन्छ। नमस्कार जनतामा, धेरैलाई लाग्छ लोकसेवा सबभन्दा ठुलो हो, कतिलाई लाग्छ एमबीबीएस इक्जामको इन्ट्रान्स सबैभन्दा कठिन हो। तर एउटा इक्जाम यस्तो छ जसले डिग्री पाए पनि मानिसलाई रोकिदिन्छ। हो, त्यो इक्जाम हो नेपाल मेडिकल काउन्सिलको लाइसेन्स इक्जाम, जसलाई डक्टर लाइसेन्स इक्जाम भनिन्छ। एमबीबीएस या बीटीएस पास गरे पनि डक्टर प्र्याक्टिस गर्न पाइँदैन जबसम्म यो इक्जाम क्लियर हुँदैन। डाटा एनालाइज गर्यो भने यही जनवरी 2025 मा टोटल 844 जना मध्ये 262 जना मात्रै पास भए, मतलब 69% फेल भए। र अर्का रिपोर्ट हेर्दाखेरि सेप्टेम्बर 2025 मा त एमबीबीएस प्लस बीडीएस मिलाएर मात्रै 39% पास भए, अनि बीडीएस मा 81% फेल। यो संख्या धेरै ठुलो हो। त्यसैले यो इक्जाम टप किन छ? यो इक्जाम पास र फेल होइन, वुमेनलाई ट्रस्ट र पब्लिक हेल्थको इक्जाम हो। इक्जाम त सब नै टप हुन्छ, तर स्टुडेन्ट लेभलमा एमबीबीएस इन्ट्रान्स टप हो, जब प्रेस्टिजमा लोकसेवा टप, तर रियल फिल्टरिङमा डक्टर लाइसेन्स इक्जाम सबभन्दा टप हो। यस्तै नेपालका रियल फ्याक्ट्सहरू चाहिन्छ भने फलो गर्नुहोस्। धन्यवाद।